नमस्ते। आज लुम्बिनी प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित ह्याकाथनको दोस्रो दिन र हाम्रो यस कार्यक्रमको गरिमा बढाइदिनको लागि यहाँ उपस्थित हुनुभएको छ नेपाल प्रहरी महानिरीक्षक श्री दानबहादुर कार्कीज्यू। अब भने हामीले उहाँलाई केही प्रश्नहरू सोध्नेछौँ। सर नमस्ते। नमस्कार सर, मैले हजुरलाई चाहिँ यस कार्यक्रमको बारेमा केही क्वेसन्सहरू सोध्छु है त। अहिले चाहिँ यो देश तथा विदेशमा धेरै नै चर्चामा आएको यो कार्यक्रम ह्याक फर सेफ्टी, खासमा हजुरले चाहिँ त्यसको मुख्य उद्देश्य के थियो आयोजना गर्ने? नेपालमा ह्याक फर सेफ्टीको मुख्य उद्देश्य चाहिँ हाम्रो पुलिसिङ एक्टिभिटीमा नेपाल प्रहरीको प्रहरीका क्रियाकलापहरूमा प्रविधिको प्रयोग गर्ने। अब अहिले 21औं शताब्दी हाम्रो 2026 साल अथवा 2083 साल योमा हामी परम्परागत पुलिसिङका पद्धतिले मात्रै पर्याप्त छैन। त्यसकारणले हामीले प्रविधिको प्रयोग गर्नैपर्छ। यो त अब लगभग सबैले बुझि नै सकेका विषय भएको हुनाले अब प्रविधिको प्रयोगले हाम्रो पुलिसिङ एक्टिभिटी गर्नुपर्छ, जसमा हामीले ह्याकाथन मार्फत हामीले अब एउटा यो सफ्टवेयर डेभलपर, क्रिएटिभ आइडिया भएका सबै व्यक्तित्वहरूबाट यो प्रविधि नयाँ प्रविधिका कुराहरू, नयाँ इनोभेसनका कुराहरू पाउनेछौँ, जो चाहिँ अबको हाम्रो पुलिसिङमा सपोर्ट हुनेछ। त्यसकारणले यो कार्यक्रमको माध्यमले हामीले पुलिसिङलाई एउटा प्रविधिसित जोड्छौँ। जहाँ प्रविधि र पुलिसिङको ग्याप छ त्यो ग्यापलाई फुलफिल गर्छौँ र प्रविधिको माध्यमले हामीले हाम्रो पुलिसिङ जब इफिसियन्टली र इफेक्टिभली गर्न सक्छौँ भन्ने हिसाबले चाहिँ यो कार्यक्रम गरेको। हजुर, अनि हजुरले यो कार्यक्रमबाट गरेको एक्सपेक्टेसन्स र अहिले चाहिँ यो कार्यक्रम हुँदै गर्दाखेरि चाहिँ हजुरले कस्तो खालको फिलिङ्सहरू भयो हजुरलाई चाहिँ? अब अहिले त मैले यहाँ दुईवटा मात्रै प्रस्तुति हेरेँ। दुईवटा प्रस्तुति अत्यन्त राम्रा छन्। एउटा त यो नेपालमा दैनिक रूपमा व्यक्तिहरू अज्ञानताको कारणले, लोभको कारणले जो ठगिँदै गएको अवस्था छ, त्यसमा उहाँहरूको आइडियाले निकै काम गर्छ जस्तो लाग्छ। दोस्रो चाहिँ हाम्रो जहाँ नेटवर्क छैन, नेटवर्क नभएको ठाउँमा पनि हामीलाई काम गर्न सहज हुने किसिमको आइडिया जेनेरेट गर्नुभएको छ अर्को प्रस्तुताले। त्यो लगायत यहाँ सम्पूर्ण जति पनि सहभागीहरू हुनुहुन्छ, सहभागी समूहहरू हुनुहुन्छ, त्यो समूहले एकदम गोल्डन आइडियाजका साथ आउनु भएको छ भन्ने मलाई लाग्छ। किनकि हामी यहाँ त त्यसै त आउनु भएको छैन, उहाँहरूले दे हेभ कम फ्रम अल वर्क्स अफ लाइफ एन्ड अक्रस द कन्ट्री विथ अल ब्राइटर आइडियाज। त्यसकारणले उहाँहरूको आइडिया जो दुईवटा रिप्रेजेन्टेटिभ प्रस्तुतिबाट मैले थाहा पाएँ, त्यसले चाहिँ हामीलाई एकदमै आशा जगाएको छ कि 21औं शताब्दी